कति वर्षदेखिको उहाँको दिदीको रिस बल्ल आज बालनको डोजरले घर हान्न थालिसकेपछि दिदीको रिस चाहिँ अलिक शान्त हुने भएछ। आक्रोश हेरौँ त भिडियो। बासीमा पान्तलाको घर भत्किँदैछ। काङ्ग्रेसको नक्सा सम्बन्धीको गोपी खडाल कहाँ छस् त? पहिला मैले घर बनाउँदाखेरि एउटा भर्याङ यताउति भएन भनेर मेरो घर भत्काउँछु भन्थिन् गोपी खडाल काङ्ग्रेसको नक्सा सम्बन्धीको घरको नक्सा सम्बन्धीको गोपी खडाल सचिव होस् नि त काङ्ग्रेसको। कहाँ गएछ अहिले? सुकुम्बासी पान्तलाको घर बनिएको छ। अनि एउटा विजय कुमार भन्ने नक्सल हेडक्वार्टरको विजय कुमार डेस्की कहाँ छस्? एमालेको चोर होस् नि त। तेरीमा साला देखिस् तँलाई मुख छाड्ने दिन आज छाडी। नक्सल हेडक्वार्टरको विजय कुमार डेस्की भनाउँदा कहाँ छस्? त एमालेको होइन चोर साला। आज तेरो सत्ता पल्टाएर तेरो नजिक भइदिए तेरो चौटालु दिन्थी। मलाई के गरेका थिइस्? नक्सा बमनीको घर छैन भन्थिस्। हेर सुकुमासी पान्तलाको घर आज हाम्रो बालिन्छ। एमालेको होइनस् त? भीमबहादुर राहुलको त लोखौटे होइनस्? ए गोपी खडाले काङ्ग्रेसको सचिव होइनस् त? मलाई कति दुःख दिइरहेको थिइस् गोपी खडाल? नक्सा सम्बन्धीको सचिव होस् त? तँलाई आज मेरो जग्गा लुटेर बसेका छस् गोपी खडाल। नक्सा सम्बन्धीको सचिव होस् त? हेर आज सुकुम्बासी भत्क्यो। ए विजय कुमार डेसी भनाउँदा नक्सल हेडक्वार्टरमा नक्सा हेडक्वार्टर जागिर खाएर विजय कुमार भनाउँदो डेसी थिइस् नि त? मेरो जग्गा लुटेर आएर छस् नि दलाड। हेर यहाँ आज हामीले सही मान्छेलाई भोट हालेका थियौँ। एमालेको र काङ्ग्रेसको माओवादीको दलाडहरूले कति दुःख दिएको थिएस्। आज सत्ता पल्टायो जनताले सत्ता पल्टाएको। बालेन्द्र सर जय होस्। बालेन्द्रको हातमा छौँ हामी बुझिस्? तेरीमा दलाडो झुक्क्याएर सही गराएर जग्गा छोड भन्ने। है सचिन्द्र थापा भलजोरको कुशेश्वरीको मन्दिर राखेर चाहिँ नि प्रति जग्गा मन्दिरको भत्ता खाएर बसिरहेको चाहिँ नि। ऐ सचिन्द्र थापा कहाँ छस्? तेरीमा दलाड झुक्क्याएर सही हालेर मेरो श्रीमानले झुक्क्याएर सही हालेर जग्गा छोड भन्ने होइन सचिन्द्र थापा? देखिस् सत्ता कसरी पल्ट्यो? त पनि काङ्ग्रेसको चोर होइनस्? ऐ गोपी खडाल नक्सा सम्बन्धीको सचिव कहाँ छस् त? कति दुःख दिइरहेका थिइस् मलाई? कहाँ छस् नक्सा सम्बन्धीको सचिव? कहाँ छस् विजय कुमार? भीमबहादुर राहुलको एमालेको चोर साला। मलाई तेरो त मासु आए पनि मलाई रिस मार्दै कति दुःख दिएछ। ऐ सचिन्द्र थापा मेरो लौरीलाई झुक्क्याएर सही हालेर जग्गा छोड भन्ने काङ्ग्रेसको होइनस् त? कहाँ गइस आज साला चोर? तँलाई मुख छाड्ने थिइनँ। तँलाई मलाई दुःख दिएर तँलाई मुख छाडेको हो बुझिस्? आज हेर सुकुम्बासीको पान्तला घर भत्क्यो। बालेन्द्रको जय होस्। बालेन्द्र हो हाम्रो जहिले पनि भोट दिने र हामी बालेन्द्र सरको आधारमा बाँचेका छौँ बुझिस्? भिडियो त सबैजना साथीहरूले हेरिहाल्नु भयो है। बालेनको डोजर चाहिँ सुकुम्बासी बस्ती भत्काउँदै जाने क्रममा जुन उहाँ दिदीले नाम लिएको व्यक्तिको घरमा डोजरले हान्न थालिसकेपछि दिदीले वर्षौँ अगाडिदेखिको चाहिँ आक्रोश पोख्नु हुँदै रहेछ। सुकुम्बासीको नाउँमा पार्टीको झन्डा ओढेर हैन चाहिँ राज्यको सम्पत्तिमाथि हालिमुहाली गर्ने दोहन गर्ने हैन अझै भनौँ गाउँघरतिरका लाखौँका जग्गा छोडेर सहरको महँगी एरियामा आएर करोडौँको जग्गा हडपेर बस्ने भूमाफियाहरू भन्छु म चाहिँ यस्तालाई हैन। म चाहिँ यस्तालाई भूमाफियाहरू भन्न रुचाउँछु प्राय गरेर। तपाईँ कसरी भन्नुहुन्छ तपाईँ आफ्नो हिसाब हैन। यिनीहरूलाई चाहिँ बालेनको सरकारले एकदमै कडा कारबाही गर्नुपर्छ। वास्तविक सुकुम्बासीहरूलाई चाहिँ बालेन सरकारले हैन उहाँहरूलाई कुन ठाउँमा राख्ने हो घाँसपास कपासको व्यवस्थापन गर्दै राज्यले जे जति सक्छ जमिन उपलब्ध गराएर उहाँहरूलाई लाल पूर्जा दिएर राखोस्। हाम्रो पनि कामना छ। जय होस् सबैको।